जापानमा ब्ल्याकलिस्टमा हुनुहुन्छ कसरी ब्ल्याकलिस्ट हामीले चेक गर्न सकिन्छ तपाईको क्रेडिट कार्ड बारम्बार रिजेक्टेड भएको छ भने के कारणले रिजेक्टेड भएको हो भनेर पनि आज म तपाईलाई एकदम स्टेप बाइ स्टेप कुरा गर्नेछु रिजेक्टेड हुने कारण चाहिँ तपाईलाई थाहा नहुन पनि सक्छ म आज तपाईलाई क्रेडिट कार्डको हिस्ट्री ब्ल्याकलिस्टमा हुनुहुन्छ कि हुनुहुन्न भनेर मोबाइलबाटै कसरी चेक गर्ने भनेर कुरा गर्छु जापानमा लोन कार लोन वा क्रेडिट कार्डको लागि एप्लाई गर्दा तपाईको क्रेडिट हिस्ट्री अनिवार्य रूपमा चेक गरिन्छ जापानको बैंक र क्रेडिट कार्ड कम्पनीहरुले जेआईसीसी, सीआईसी र केएससी जस्ता क्रेडिट इन्फर्मेसनका एजेन्सीबाट तपाईको रेकर्डहरु चेक गर्ने गर्छन् यदि 5 वर्ष भित्र तपाईले यी कुरामा लेट गर्नु भएको छ भने तपाई ब्ल्याकलिस्टमा पनि हुन सक्नुहुनेछ किस्ता ढिलो तिर्नु भएको छ लोन वा क्रेडिट कार्डको पेमेन्ट छुटेको छ कुनै पनि फाइनान्शियल एक्सिडेन्ट भएको छ जस्तै तिर्नुपर्ने रकम टाइममा नतिर्नु यो इन्फर्मेसन कम्पनीले देख्न सक्छ त्यसैले तपाईको लोन वा क्रेडिट कार्ड एप्रुभल हुने सम्भावनामा असर गर्न सक्छ अब क्रेडिट कार्डको हिस्ट्री चेक गर्ने कसरी भनेर म कुरा गर्नेछु सबैभन्दा पहिले तपाईले एप्लिकेसन डाउनलोड गर्नुपर्छ जेआईसीसी एप इन्स्टल गर्नु होला अनि के गर्ने कुरा चाहिँ अब यस पछाडीको भिडियोमा हुनेछ भिडियोलाई ढिला नगरिकन सुरु गरौँ जेआईसीसी एप्लिकेसन डाउनलोड गर्नु होला अनि एलो गरेर चेक लगाएर चुकीमा क्लिक गर्नुहोस् यति गरिसकेपछि तपाईलाई यस्तो खालको इन्टरफेस देखिनेछ यसमा टप पेज ए भनेर क्लिक गर्नु होला सियो जे हो भन्नेमा क्लिक गर्नुहोस् यति क्लिक गरिसकेपछि तपाईलाई अरु डिटेल्स देखिन्छ यसलाई नेक्स्ट गरिदिनु होला अब यहाँ चाहिँ रिसिभ बाइ स्मार्टफोन र रिसिभ बाइ मेल भनेर देखिएको छ तपाईले अब कुन चुज गर्ने त्यसैको अनुसार चाहिँ पैसा चाहिँ त्यही अनुसार लाग्नेछ स्मार्टफोन हो भने 1000 युसिओ हो भने चाहिँ 1300 है त मैले चाहिँ युसिओ चुज गरेर नेक्स्ट गरेर यहाँ चाहिँ आफ्नो इमेल एड्रेस हाल्नु होला तल चाहिँ सेम इमेल एड्रेस हाल्नु होला अनि चुकी गर्नु होला त्यो चुकी गरिसकेपछि जीमेलमा चाहिँ तपाईको एउटा कोड जानेछ त्यो कोड चाहिँ त्यहाँ पासवर्डमा पेस्ट गरिदिनु होला अनि नेक्स्ट गरिदिनुहोस् यति गरिसकेपछि तपाईले आफ्नो नाम फर्स्ट नेम लास्ट नेम चाहिँ जाइरो कार्डमा जे छ त्यही अनुसार राख्नु होला अनि त्यति राखिसकेपछि अब तपाईले फोन नम्बर राख्नुपर्ने हुनुहुन्छ फोन नम्बर तपाईसँग खेताइदिनु भएको छ भने त्यो राख्नु होला अनि देनलोबाङ्गोनो चुइका भन्नेमा क्लिक गर्नु होला यदि तपाईसँग एक्स्ट्रा फोन नम्बर छ भने चाहिँ नत्र भने चाहिँ यसमा पर्दैन अब हामीले चाहिँ एड्रेस राख्नुपर्ने हुन्छ एड्रेस राख्नको लागि चाहिँ तपाई अहिले बसिरहेको एड्रेस चाहिनेछ जसमा तपाईलाई पोस्टल कोड थाहा छैन भने जाइरो कार्डको फोटो खिच्नु होला र त्यहाँ चाहिँ एड्रेस कपी गरेर त्यसमा पोस्टल कोड चाहिँ हेर्न सक्नुहुनेछ पोस्टल कोड हेर्दाखेरि चाहिँ माथि भन्दा पछाडीको एड्रेस चाहिँ डिलिट गरिदिनु होला यति गर्नुभयो भने पोस्टल कोड देखिनेछ त्यो पोस्टल कोडलाई चाहिँ यहाँनिर आएर चाहिँ तपाईले एड्रेस हाल्ने बेलामा चाहिँ पेस्ट गर्नुपर्ने हुन्छ त्यहाँ लएर अनि तपाईले चुज गर्नुपर्ने हुन्छ केको लागि हो भनेर जाइरो कार्डको तपाईको आफूसँग भएको कुन स्टेटसमा जाइरो कार्ड छ त्यही अनुसार गर्नु होला अनि त्यहाँ जाइरो कार्डको नम्बर राखिसकेपछि अरु डिटेल्सहरु पनि भर्नु होला र नेक्स्ट गर्नुहोस् है त अनि तपाईले यहाँ चाहिँ त्यो युसिओबाट एकदम सोक्ताचु लिने हो भने चाहिँ प्लस 300 रुपैयाँ लाग्नेछ नत्र भने चाहिँ फुच्चु 1300 नै लाग्ने भयो हैन अनि यहाँ चाहिँ आफ्नो बस्ने जिसिओ चाहिँ राख्नु होला यहाँ चाहिँ एकदम करेक्ट जिसिओ राख्नु होला तपाईलाई त्यो युसिओबाट जुन पेपर हुन्छ त्यो पेपर आउनको लागि चाहिँ यो एड्रेसमा आउँछ है त तपाई बस्ने एड्रेस नै राख्नु होला अनि तपाईले केको लागि हो यो तपाईले अहिले चेक गर्न खोजेको भन्ने हो म चाहिँ रेगुलर चेकमा इन्फर्मेसन भन्नेमा चाहिँ क्लिक गर्छु तपाईले त्यही अनुसार चुज गर्नु होला यो फर्स्ट टाइम हो कि सेकेन्ड टाइम हो कि थर्ड टाइम भन्दा बढी हो त्यो हजुरले चुज गरेर नेक्स्ट गर्नुहोस् यदि गरिसकेपछि फेरि नेक्स्ट गरिदिनु होला अब हुन्नेन खाकुनिनको लागि चाहिँ चुज गर्नुपर्ने हुन्छ तपाईले जाइरो कार्ड र माइ नम्बर कार्ड चुज गर्नु होला त्यो भयो भने चाहिँ अलि भेरिफाई हुने चान्स धेरै हुन्छ र नेक्स्ट गर्नुहोस् नेक्स्ट गरेर जाइरो कार्ड र माइ नम्बर कार्डको चाहिँ फोटो अगाडि पछाडीको खिच्नुपर्ने हुन्छ त्यति खिचिसकेपछि तपाईलाई पेमेन्ट मेथड चुज गर्नुपर्ने हुन्छ पेमेन्ट गरिसकेपछि तपाईलाई घरमा एउटा पेपर आउँछ यो पेपरमा तपाईले हेर्नुपर्ने के हो भने एकदम मिगिगावा 7 नम्बरमा चाहिँ तपाईसँग केही पनि लेखेको छैन भने तपाई ब्ल्याकलिस्टमा हुनुहुन्न अन्य कुरा इन्फर्मेसन लेखेको छ भने त्यही अनुसार ब्ल्याकलिस्टमा हुनुहुन्छ कुन ब्ल्याकलिस्टको कति वर्षसम्म तपाईको इन्फर्मेसन रहिरहन्छ भनेर चाहिँ यहाँ देखिएको छ लोन वा क्रेडिट कार्डका लागि एप्लाई दिनुभन्दा पहिले तपाईको आफ्नो क्रेडिट हिस्ट्री एकपटक चेक गर्नु राम्रो मानिन्छ यसले अनावश्यक रिजेक्सनबाट चाहिँ मद्दत गर्न सक्छ भिडियो यतिसम्म हेर्नुभयो कुनै कुरा नबुझेको छ भने कमेन्ट गर्न सक्नुहुनेछ यदि मन पर्यो भने चाहिँ लाइक गर्न चाहिँ नबिर्सिनु होला साथै तपाईको साथीहरुलाई पनि शेयर गर्न सक्नुहुनेछ नजिकमा रहेको सब्स्क्राइबलाई थिच्नु होला र नोटिफिकेसन अन गर्न सक्नुहुनेछ यदि तपाईले ल्यापटप किन्ने भनेर सोचिरहनु भएको छ कुन ल्यापटप किन्दा अझ बेस्ट हुन्छ भनेर थाहा छैन भने तपाईले यो भिडियो हेर्न सक्नुहुनेछ धेरै धेरै धन्यवाद